मध्य प्रदेश विभिन्न कला संस्कृति र धार्मिक विविधताले भरिएको प्रदेश। यहाँ विभिन्न किसिमका चाडपर्वहरू आफ्नै सामुदायिक हिसाबमा धार्मिक हिसाबमा मानिसहरूले मनाउने गर्दछन्। सबैको मेलमिलाप र सहिष्णुता एकदम बनेको प्रदेश, सबैजना मिलेर बसेको प्रदेश। यहाँ जानकी मन्दिरको छुट्टै विशेषता छ। मैथिली कलाको पनि आफ्नै पहिचान रहेको छ। यहाँका भित्ताहरूमा विभिन्न किसिमका मैथिली कला संस्कृतिहरू छरपष्ट देख्न पाइन्छ। यो सीता जन्मेको भूमि मध्य प्रदेश, यहाँको आफ्नै विशेषता रहेको छ। यहाँका मठ मन्दिरहरू, विभिन्न चाहिने भगवानका पूजा आराधनाहरू, विभिन्न चाहिने जातीय धार्मिक कला संस्कृतिहरू ले भरिएको प्रदेश मध्य प्रदेश। यहाँका सबै मानिसहरूको मेलमिलाप उत्तिकै राम्रो छ। यहाँ तालतलैयाहरू जताततै देख्न पाइन्छ। मनमोहक दृश्यले भरिपूर्ण रहेको हुन्छ। यहाँ छठी पूजाको पनि बेग्लै महत्त्व रहेको छ। बेलुका मानिसहरू व्रत बस्ने, रातभरि जागराम बसेर पोखरीको छेउमा बेग्लै उल्लासका साथ मनाउने गर्दछन्। र यहाँको मटकोर पूजाको पनि विशेष महत्त्व देख्न सकिन्छ। मानिसहरू आफ्नै धार्मिक हिसाब किताबमा पूजाआजा गर्ने, धार्मिक मनले सबैजनाले तीर्थव्रत गर्ने गर्दछन्। यहाँ होलीको पनि आफ्नै विशेषता रहेको छ। मानिसहरू होलीमा सबैजना मिलेर रङ दल्ने, तिहारको बेलामा देउसी भैलो उल्लासका साथ मनाउने गर्दछन्।